आज मदन भण्डारी राजमार्गमा कुद्दा कुद्दै गरेको गाडी आगो लागेको छ। गाडी चाहिँ कसको रहेछ? यहाँ अवस्था डेन्जर छ है, यहाँ अवस्था डेन्जर छ है। हेर्नु है, पड्किँदो रहेछ यार ब्याट्री। र साना बच्चा 2 जना अनि श्रीमान श्रीमती चाहिँ यो गाडी भित्र हुनुहुँदो रहेछ। यो मान्छे त निस्किनु पनि त्यो गाडीबाट हैन? नरुने केही हुन्न अब, केही हुन्न। फेरि जङ्गलमै पो आगो लागेको है। यो गाडी चाहिँ कुन हो? गाडी चाहिँ कुन हो? ओए 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 डेन्जर। यसरी यहाँ आगो लागेको छ, पड्किँदो पो रहेछ त। हामी आउँदा ठिक्क गाडी आगो लागेको थियो। धेरैजनाले यो इलेक्ट्रिक गाडी हो भन्नुभयो हामीलाई, तर यो गाडी इलेक्ट्रिक होइन है। यो भिडियोको बीचमा धेरैले इलेक्ट्रिक भन्नुभएको छ, उहाँहरूलाई पनि थाहा रहेन रहेछ। गाडी फ्रोड कम्पनीको रहेछ, यो पेट्रोल गाडी हो। आम्मामामा, यो त मलाई सपना जस्तो लागिरहेछ। हातै थरथर काम हो मेरो त। के भएको? अब पनि गाडीमा उहाँहरूलाई सोध्नु पर्यो। सुरुमा देख्ने चाहिँ को हुनुहुन्छ तपाईँहरू? यहाँ पल्लो साइडमा हो, तल्लो साइडमा है। यो त मैले त नि है, यहाँ त पहिले गाडी पढ हेर्नु न धुवाहरू। यसो गरौँ न, जङ्गलको बाटो गरेर तल सोधौँ न त। यहाँ फेरि पड्किँदो रहेछ, डर मर्दो रहेछ। ल गाडी त लक छैन हाम्रै गाडी। अब एकैछिन यो के भएको रहेछ हेर्नु न। म जङ्गलमा पुरै म गएर सोध्छु ल, गाडी चाहिँ कसको रहेछ? ओइ यहाँ अवस्था डेन्जर छ है, यहाँ अवस्था डेन्जर छ है। हेर्नु है, पड्किँदो रहेछ यार ब्याट्री। ब्याट्री नै त हो। हामी त जङ्गलको बाटो जाउँ पुरै जित्नु भएको चाहिँ पुरै पड्किँदैछ। एकैछिन यो के रहेछ अवस्था, के कारणले? हेर्नु त, जङ्गलको बाटो, यसरी गाडी फेरि जङ्गलमै पो आगो लागेको है। यो गाडी चाहिँ कुन हो? गाडी चाहिँ कुन हो? ओए 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 डेन्जर। ओए गाडीको अवस्था अहिले यस्तो छ, पुरै आगो लाग्दो रहेछ यार। यो त अम्मा अम्मा अम्मा। यो गाडी चाहिँ कसको हो? गाडी कसको? कसको? परिवार यता हुनुहुन्छ उहाँको गाडी हो। कति बेर अगाडि भएको यो चाहिँ? 5-10 मिनट। नमस्कार। अनि के अटोमेटिक कुद्दा कुद्दै पड्केको? अटोमेटिक नै त डाङ्ग गर अनि यसरी झ्यापेर गएको। अगाडि गाडी त्यो कुने आगोको मुसले झम्मे आयो। अनि यो त कुन गाडी थियो? फोर्स। कुन अरे? फोर्स भनेको इलेक्ट्रिक होइन नि? पेट्रोल। ए पेट्रोल है। म त इलेक्ट्रिक भनेर आएको थिएँ यत्रो। उताबाट त इलेक्ट्रिक भनेर आएको। यो भनेपछि कुद्दा कुद्दै पऱ्यो। मान्छे त सबै निस्किनु भयो? सबै निस्क्यो। बाबुलाई अलिक झर्लेछ खुट्टा। मेरो हात थर्र काम हो यो त। म त डरले पेट्रोल लिक भएर है, ट्याङ्की लिक भएर यस्तरी त लाइभ देख्नु आएको। यो बाटो फेरि जहिले के न के चाहिँ हुन्छ क्या फेरि हैन? 365 यो बाटोमा हैन? यो के पो भिड भन्छ यो बाटोलाई? त के पो भन्छ? होइन यो ठाउँलाई त ठ्याक्कै के पो दाइ? यो अँधेरीको उकालो होइन? मान्छेलाई त केही भएन है? बाबुलाई झर्ना यो त अनि
यहाँबाट आएको भेटेको हामी त ठ्याक्कै हतार हुँदो रहेछ रे झर निस्किनलाई त म त पछाडि पछाडि मै थिएँ त गाडीको पछाडि हुन्छ यस्तोमा हाइटमा चाहिँ ढोका खुल्दैन रहेछ क्या खुल्दो रहेछ खेल्छ नि त्यतै ओह्रालो भएदेखि त ढोका फ्याट खुल्छ सबै यो त दमकलहरू बोलाउँदा ओर्दा हुँदैन है यो त अब दमकल बोलाएर के काम ए बोलाउनु भएको छ पेट्रोल चाहिँ यहीँबाट चुहिएको रहेछ होइन तल त यतिकै चुहिरहेको छ हाम्रै गाडीको मुनि उहाँहरू चाहिँ कहाँदेखि कहाँ जान आँट्नु भएको रहेछ जान चाहिँ काठमाडौँ होला नि होइन चुलाचुली भने त झापा हाम्रै ठाउँको गाडी चाहिँ के सर्भिसहरू नगरेर केही प्रब्लम थियो कि सर्भिसिङहरू राम्रै थियो मैले काठमाडौँमा आउँदाखेरि पनि त्यहाँको त्यो के अरे सर्भिसिङको भाइलाई सोधेँ भाइ के गर्नुपर्छ भनेको दाइ के गर्नु पर्दैन ला तपाईँको भेटेको रहेछ नि त यो त मोबिल फेर्नु हो त नि खुलेन नि ढोकै खुलेन तिलदेखि दुईपट्टिदेखि नै आगो हुरुरु आइसकिसक्यो नानीहरू बच्चाहरू चाहिँ उता मेरो श्रीमतीले फुत्की फुत्ता हानिहालेछ र कतिजना हुनुहुन्थ्यो जम्मा 4 जना क्षति त के भएन नि क्षति भएन क्षति त अब त्यही कपडाहरू मानवीय क्षति भएन गाडी त जाँच नभयो होइन यो त यति ठुलो दशाबाट बाँचेको नि तपाईँको 1 सेकेन्डमा बाँच्नु हो कि पछाडि सक्ने अवस्था पनि हुँदैन थियो नि फेरि लक नखुलेको भए लक नखुलेको हामी त पछाडि के गर्न सकिन्थ्यो पुरै हुर्दै भइहाल्यो पेट्रोल फेरि त्यसो सल्किन्छ कि पेट्रोलको त अनि सामान त अब ज्यान जोगाउनु नै ठुलो कुरो हो म त उतापट्टिबाट आउँदाखेरि त इलेक्ट्रिक गाडी चल्यो भन्दा त यो त इलेक्ट्रिक त यस्तरी त नचल्नु पर्ने भने हजुर हो नि सानो बाबु चाहिँ कहाँ हुनुहुन्छ बच्चा चाहिँ यो चाहिँ काठमाडौँबाट आउँदा मदन भण्डारी राजमार्गमा आज पुरै यो के पो अँधेरीको उकालो पर्छ यहाँ चाहिँ एकदम धेरै यो बाटोकै सबैभन्दा धेरै एक्सिडेन्ट हुने ठाउँ हो र बच्चा उहाँ हो होइन नि कता चाहिँ दसैँमा घर घर फर्किन आउनु भएको होला होइन तपाईँको त हेर्नु न यो यहाँ कपालमा भेटेको रहेछ नि सबै ड्याममै आगैले झलै आएको छ नि पुरै सुरुमै पड्क्यो ब्राङ्ग गर के ब्राङ्ग गर्ने बित्तिकै आगोको मुसु यसरी अगाडि गयो यसो गर्नु न ए बाबु होइन यसो गर्नु न तल हस्पिटल लाने भने मेरो गाडीमा जाउँ न त ए बाबु त नि हाम्रै गाडीमा जाँदा पनि हुन्छ तर छिटो गरौँ अनि भेटेन मोबाइल आइसले लिएर आइस कहाँ छ यो हस्पिटल 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 बरु हाम्रै गाडीमा लैजाउँ तर छिटो खोइ आइस नि कहाँ गयो फेरि यो चाहिँ नरुने केही हुन्न अब केही हुन्न केही हुँदैन मान्छेको गाडी ल्याउनै हुँदैन कहाँ हुनुहुन्थ्यो म पारिपट्टि थिएँ बाबु केही हुन्न ल अब केही हुन्न हस्पिटल जानुपर्छ हस्पिटल चाहिँ लैजाउँदा यो बाबुलाई त्यहाँ मेडिकल चाहिँ कहाँ छ छेउमा मेडिकल गाईघाट पुग्नु कति टाइम लाग्छ यहाँबाट लाग्छ अगाडिमा चाहिँ नजिक हुन्छ हेर्नु त गाडी आउनु ढोका खुल्यो कि खुल्लेन दिदी त्यतिखेरमा ढोका प्रभुलाई धन्यवाद दिन्छु कि प्रभु यसले यति ठुलो काम गर्नु
र ढोका अरू बेला कतिचोटि खोल्दा खोलिदिँदैन थियो एकैचोटिमा ढोका खोलेर मैले दुईटा नानीलाई निकाल्न पाएँ मेरो सीमा निस्कनै सक्नु भएको निस्किनु भयो यता मपट्टिबाट ड्राइभर उतापट्टिबाट निस्किसक्नु भएन अनि मपट्टिबाट निस्के कपाल सब डरेको छ उहाँको पनि सुन्नु न हस्पिटल लैजाउँ एउटा हस्पिटल लैजाउँ अटोमा भनौँ न अटोमा अटो खाली छ नि एउटा यहाँ हस्पिटल चाहिँ यता कहाँ छ दाइ यता चाहिँ हस्पिटल कहाँ छ यहाँ हस्पिटल तपाईँको गाईबाटै पुग्नुपर्छ कति किलोमिटर टाढा हो मेडिकल हो भने त यहाँ मुर्मुसी हेर्नु हुन्छ कति किलोमिटर टाढा धेरै छैन 3 किलोमिटर 3 किलोमिटर भित्र दाइ खाली कुन छ अटो खाली हो बिमारी होइन एउटा बच्चा मात्रै छ कि त्यति गरिदिनु न समीर सर तपाईँ चढेर जानु म गाडी लिएर आउँछु उहाँ लिएर जानु न त ल दिदी आउनु त अटोमा मेडिकल चाहिँ लैजाउँ यता तल चाहिँ मेडिकल चाहिँ लैजाउँ त्यो बाबुलाई कस्तो तड्केको छ त अनि रेस्ट गरेर आएको रहेछ कुचेलाई मेडिकल लान्छु ल ल दिदी जाउँ आउनु कताको यताको कि बोलाउँ त जानु लिएर आउँ त नानीलाई खानु 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 ज्ञानी मान्छे केही नै भएन अब त निको हुन्छ नि त अब जाने ल सबै ठिक भइछ गाडी पनि बोक्नु त समय सर यो बोक्नु दाइ लगे हुन्छ नि बाबुलाई हस्पिटल त हजुरले लानु छ उहाँको मम्मी पनि जानुहुन्छ केही पाएन धन्न होइन समीर सर बोक्नुहुन्छ धन्न मान्छे निस्किनु पायो हुन्छ मात्रै हो केही निस्किनु पाएन मान्छे मात्रै निस्किनु आउँ त यो त मैले अब तानेर यो नरुनु न दिदी ल तलको पल्लो साइडबाट ल तीनजना जिल्ला लानु त बाबु नरुनु ल दिदी तपाईँ जानु कि हामी आउँछौँ ल नरु हस्पिटल लानु छ है हामीले भनिसकेको छौँ त्यहाँ पनि जानकारी गराएको छौँ टेन्सन नगर्नु दिदी पैसा तपाईँहरूको जानेहरूको टेन्सन नरुनु के भएको हामी जान्छौँ कि हस्पिटलमा तपाईँ बस्नु तपाईँ यहीँ हामीसँग हुन्छ म पुलिसलाई भन्नु म जान्छु तपाईँ बस्नु हुन्छ म गाडी लिएर अर्को बाबु चाहिँ कहाँ हुनु अर्को चाहिँ कोही दुईजनै भइसक्यो होइन म त पूर्व हिँड्दै गरेको यो त माथि थिएँ कि म त यता जङ्गलबाट आएको नि त ठिक्क बाटोमा थिएँ यो बाटोमा त यो त है अस्ति हो त यहाँभित्र चाहिँ के सामान थियो के आयो रिपोर्ट चाहिँ सामान केही नै भनेको छैन अब त्यसको होइन ठिक छ उहाँसँग त कुरा त्यस्तो बहुमूल्य त केही थिएन मोबाइल त्यही हो त्यही झरिरहेको यसरी भाग्दाखेरि त्यहाँ झरो क्या यहाँ भर्खरै दमकल आएको छ र दमकल आएर चाहिँ यहाँ अब दमकलले चाहिँ लगभग आगो निभाउने काम भएको छ यो धेरै बेर पनि लागेन लगभग 10 सेकेन्डमै टायरमा बलिरहेछ हेर्नु त गाडी
गाडीको अवस्था अङ्गाल मारिसक्यो नि मलाई उदयपुरबाट दमकल आएको छ र गाडीको अवस्था चाहिँ लगभग यहाँहरूले देख्न सक्नुहुन्छ। अरू गाडीलाई पनि रिस्क हुनसक्छ है। यो चाहिँ भित्रबाट अब पानी हाल्ने काम हुँदैछ। त्यही भित्रबाट धुवा त अझै पनि भित्र दाइ उहाँ हस्पिटल जाँदा हुन्छ? उहाँको केही काम छ? अब यसलाई के गर्ने त? तानेर त काहीँ न काहीँ त लानु पर्यो होइन त? यता सारेर यता फालिदिँदा हुँदैन अहिले? के गर्नु? साइड लगाइदिँदा हुन्छ त यता हुन र? भित्रको अवस्था के त्यो सामानहरू है? ए तामाको गाग्रीहरू, तामाको गाग्री तातो त रहेन सर अहिले त। गाडी नम्बर चाहिँ कति थियो? गाडी नम्बर त्यहाँ 5248 यहाँ भित्रको अवस्था होइन। यो अत्यन्तै दुःखद घटना थियो। यस्तै ठाउँमा हिँडिरहेको गाडी चाहिँ एकाएक आगो लागेपछि 4जना सवार हुनुहुन्थ्यो। उहाँ बच्चालाई म एकैछिन बस्नु, उहाँको सानो हजुर हो हस्पिटल जान्छु अहिले। अब अवस्था कस्तो छ हेर्न। अब के गर्ने यसलाई चाहिँ? जेसीबीले उठाएर लाने? हस् त सर, ल आउनु। बच्चाहरूलाई चाहिँ कसरी निकाल्नु सक्छ? यो भन्दा ठुलो त तपाईको त्यो ढोका खोल्न चाहिँ सुरुमा गाह्रो भयो। हजुर पुरै गाह्रो भयो नि।
अनि उतापट्टिको लक ग्राहकै खोलेको उतापट्टिको हजुर डाङ्गे निस्क्यो यता पछाडि हजुर अनि उसले नानी हुतु तानिहाल्यो मैले पनि अनि मेरो खुलेर मेरो नखुलेपछि बेल्ट पनि लगाएको बेल्ट पनि फेरि खुलेन लगभग हजुर अनि बेल्ट लगाएर ड्याङ्गे हेरेको उतादेखि नै भाग्नु खोजेको उता आगो मुस्लो आइसकेको थियो अनि यतापट्टिदेखि फुत्त उफ्रेको यस्तै भन्ने थियो हातमा पनि तपाईँको कपालमा पनि हजुर धन्न कपडा चाहिँ यस्तो लाउनु भएको रहेछ झ्याप्पै टिपेन कन्टिन्यू कुदेको थियो कि गाडी कस्तो भएको थियो होइन यहाँ गाई घाट अगाडि 1 घन्टा रोकेर खाजा खाएर आएको अनि गाडी त्यस्तो तातेको पनि थिएन तातेको पनि केही थिएन गाडी फेरि अब हिजैदेखि गाडी रेस गराएको थियो हजुर पेट्रोल के अरे मोबिलहरू चेक गराइवरी सबै अनि मोबिल अनि के अरे पानीहरू सब चेक गरिवरी लिएको फ्रोड कम्पनीको गाडी होइन हजुर कति मोडलको थियो 2000 कतिको 2000 त्यो मैले पनि बिलबुकमा हेरेको थिएँ त्यो सबैभन्दा ठुलो कुरो ज्यान जोगियो यो नै हो तर सानो बाबुको अवस्था सामान्य नै छ थोरै आगोले भेटेको रहेछ शीघ्र स्वास्थ्य लाभको कामना